पानीको नाम के रे सो हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल सो हजुरहरू सन्चै हुनुहुन्छ होला म चाहिँ अलि बिरामी छु भनौँ रुगा लगाइरह होइन सो आज चाहिँ हामी जाँदैछौँ मोस्ट सबैलाई मनपर्ने थाकल खाना अनि हाम्रो दुईवटा दर्शकहरू भनौँ न हामी चाहिँ आज तीनवटा मात्रै जाँदैछौँ किनभने अरूलाई धेरै कोट्टाउन हुन्न दुईवटा पछाडि आउँदैछन् तीनवटा भएर चाहिँ जाँदैछौँ कि थाकल खाना होइन थाकल खाना मात्रै होइन ल्याउन पनि हो सो हाम्रो यहाँ चाहिँ खानामा चाहिँ लिएर आएको छ के ल्याएको यो स्याउछ्याउ भनेपछि यिनको झोला केही छ खानेकुरा छैन मान्छे मात्रै दुईवटा हाप अनि यहाँ चाहिँ हाम्रो 4-5वटा हाप सो हामी खाने प्लस सबै चिज चाहिँ थाकल साकल यताउता के भेटिन्छ जङ्गल गएपछि केही न केही त ल्याउनै पर्यो थाकल नभेट्दैन होइन यत्रो घारीमा छिरिम एउटा पाकेको मैले केही जो देखेन यहाँ आएको अलिअलि काला रहेछ नि होइन चाख्न पाइयो है केटा थाकल चाख्न आइजाऊ चाख्न आइजाऊ अलिअलि यति खाऊ टिपेर खा न सो चाख्यो थाकल होइन अब चाहिँ हामीले टिप्छौँ नचाहिकन अब कता कता भेटिन्छन् होइन तर मिठो खायो अहिलेको सिजनको थाकल चाख्थ्यो है जोस् यस्तो मिठो खाने बब्बल थाकल गाइस थाकल यसो चाखाम है त कस्तो हुँदो रहेछ थाकल यार यो थाकले त्यस्तो कुरा गर्नुहुन्छ भने त होइन काफल र थाकल केही अन्तर नदिँदा पनि हुन्छ क्या दुइटै मिठो तर थाकलले चाहिँ अलि गर्मी बढाउँछ भन्छन् यस्तो हो बुढाबुढीहरूलाई धेरै पचाउन गाह्रो हुन्छ नि त त्यो भएर चाहिँ गर्मी बढाउँछ हामी जस्तोले त खाइदिन्छ म हामी जस्तोले त 1 किलो ल्याएर अगाडि राख्दै पनि होइन त्यो भ्याइनलाई 10 मिनट पनि लाग्दैन क्या टोल्टो मिठो चिज पाउने हुन्न केटाहरू भएपछि ग्यामगुम हो अब थाकलको त कुरै नगरौँ झन् काफलको त कुरा नगरै ठिक छ थाकल पाउन चाहिँ बहुत गाह्रो हो यहाँ यसरी चाहिँ खोज्न पर्छ थाकल पाउन धेरै गाह्रो हो यसरी हो होइन 1 घन्टा गर्दै टिपेर झोला भर्न पर्छ यस्तो पुरै एकै ठाउँमा गममा पाउन धेरै गाह्रो हो कि यताउतिर तर यो हावा लाखा नि त यो अगाडि पछाडि गर्दा चाहिँ मोबाइलमा चाहिँ ब्लर देखाइरहेको झोप्पै भेटायो ल हाम्रो टक्के भाइले झोप्पै भेटाइदियो अरे त ल टक्केको थाकल झार्ने तरिका हेर्नुहोस् है गाइस ल प्लास्टिकमा हालेर झार्के खै प्लास्टिक खाप्छ हो यस्तै गर्ने होइन यहाँ यस्तो गर्ने अब हो त्यसरी हल्लाइसी अब निकाल त हो यो खाइदिउँ टोल झार्ला सुतानी ल गाइस यस्तो हो कि थाकलको घारी यस्तोमा हुन्छ ल हेर्नुहोस् गाइस थाकल यस्तै पर टाढा जानुपर्छ होइन टक्के हो नि थाकल पाउन चाहिँ गाडी है गाइस यसरी झार्छु मैले यहाँ देखाइदिँदै झारेको यसरी हल्लाइसी सरर अलि ट्याक्क पुरै म पनि आउने गरी देखा नि टक्के किन लजास् र यसरी झार्नुपर्छ हामीले अहिले 1 कुन्टाले गर्दै सबैले आफ्नो झोला सबैलाई बराबर हुने गरी भरेर चाहिँ जाने हो क्या कसैलाई पनि कम नहोस् थाकल होइन टक्के ल टक्के म देखेको नि भोलकमा म देखिन पऱ्यो है थाकल टिप्न त सजिलो पनि छ तर अलि गाडी है खोज्न गाह्रो भेटाउन गाह्रो टिप्न भने सजिलो मैले चाहिँ यहाँ हो यसरी मैले फुल्छु यसरी सजिलो हुन्छ किनभने नभन भाइले नि भेटाएको भेटेछन् थाकल कति खाने के हो कति खाने भन्नाले कति टिप्ने यो चाहिँ चावडा घारी है यहाँ पुरै कालै छन् यता चाहिँ मैले झोलामा चाहिँ झार्छु अब होइन गाइस चावडा घारी चाहिँ मैले झोलामा झार्छु हेर्नु न यहाँ यस्तो कालै छन् नि यहाँ यसरी हेर्दा पनि आहा हुन्छ क्या यो अहिले बाँड्दा पनि हाम्रो आजको कमाइ यति हो टक्केले देखाउनु थाल्यो है अब कति घोचिया कालाले यार आज
टक्केले देखाउनु थाल्यो है हेर है ओए अझै अर्कोमा नि खान यसको त ओए भाइ के हो यस्तो यस्तो बबाल बित्तु यार तिमीले देख्दा यार ओए बब्बाल बा खोल्दिनँ मैले गुजुङ हुन्छन् मेरो एकै ठाउँमा खान् के एउटा प्लास्टिक मात्रै छ बाहिर के को आउँछ के आयो ओरिसन हामीले कतिवटा एलिफ्रेन्टको आवाज सुन्यौँ गाइस हेर्न सक्नुहुन्छ हाम्रो छाकल तर यो काँचो छ है गाइस काँडाले हरि भिजेछन् लेट्स गो अब हामी घर जान्छौँ होइन अब कुनै दिन आइएछ भने फेरि खाएको खाना आजको लागि यति नै हामीलाई आजको लागि यति नै भन्दैन मनले होइन अझै नास्ता खान त्यसै हो खिचडी जस्तो खाइदिन्छ मैले लेट्स गो एक कलाकारीहरू छन् यहाँ हामीले आँप खाएर भए पनि च्याउचाउनी खायौँ भन नभन यो बोतलको पानीको नाम के रे मिनरल वाटर के रे मिनरल वाटर टक्कै के हो भन्दै त मिनरल वाटर मिनरल वाटर के रे मिनरल वाटर मिनरल वाटर ल क्यामेराम्यानले भनिदिनु पर्यो यसको नाम के हो भन त केटा मिनरल वाटर एमएमडब्लु यहीँ लेखेछ खोइ मलाई नि त्यस्तो मिल्निङ वाटर हो कि के भन्थ्यो यार यस्तो नामै कस्तो बुझिन्न कि एमएमडब्लु चाहिँ मिनी मिनी वाटर के हो भन नाम रियल नाम मिनरल वाटर मिनरल वाटर के रे यसको नाम मिनरल वाटर यसको नाम के रे टक्के मिनरल वाटर रेडियो टक्के अघि होइन केही हुन्न कि त्यही पानी त हाँसेर मत्त नछोड्दैछ है ल सुरुमा ट्याक्क 4 दे 2 1 गो ओ सिधा बनाइदिए सिधा बोतल सिधा बोतल आधा सिधा यहाँ सचिनले एकैचोटि यो बोतलको पानी खान गइरहेका छन् ल स्टार्ट थाहा भएन मैले भ्याउँछु पनि थाहा भएन मलाई तर म यस्तो गरेर सिधै यो चाहिँ यस्तो हुनु पऱ्यो क्या यस्तो बत्तु खाने यस्तो हुनु पऱ्यो क्या यस्तो हुनु पऱ्यो त्यस्तै चाहिँ खाने हो होइन ल ल खाऊ 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 चाटेर हुन्छ नि रिलमा हुन्छ नि त्यस्तै खाने हो टक्केको हालत देखाइदिन्छ टक्के मुटे जस्तो ल ल ल के हुन्छ मैले पनि खान्छु सक्छु गर्ने ल ल ल जल्दी चाहिँ खाऊ पर्दै लेट्स गो ल है त Wow! This is win! Yes! Wow, nice! Guys, म चाहिँ अलि ह्यान्डसम छु होइन के भने म ह्यान्डसम छु होइन अब चाहिँ हामी घर जानु लाग्यो ल बाई बाई सो गाइस अब चाहिँ हामी घर जान्छौँ नास्ता सब भयो पानी मैले खतरा हान्दै होइन घट गुड 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 सो अब चाहिँ हामी यो जङ्गल फेरि कति दिनको लागि थाहा छैन छोडेर जाँदैछौँ किनभने म भोलिदेखि काममा जान्छु होला नि त जाँदैछु गाइस एक किसिम ब्याकग्राउन्ड साउन्ड बन्द गरौँ न ल भ्लगको इन्डिङतिर पनि आइसकेछौँ जाँदा केही भन्न छ गाइस भ्लगमा हामीले भन्न छ कि फेरिबाट भन्न चाहन्छौँ लाइक कमेन्ट सब्सक्राइब भ्यू जल्दी धेरै आउनु पर्यो सचिन B99 मा सर्च गरेर लाइक कमेन्ट सब्सक्राइब सेयर सो गाइस आजको भ्लगमा लास्टै रमाइलो भयो होला भन्ने आशा लाग्छ जति रमाइलो गर टक्केले गर अलिअलि क्लिपहरू टिकटकमा नि हालिदिन्छु मैले होइन टक्के खरायो भाइ जस्तै के त्यो एमआरबी भ्लगमा हालिहाल्छ नि त्यस्तै खरायो भाइ जस्तै गरिदिने क्या सेम हामी यही खोलोमा आयौँ फेरि र अझै मैले भ्लगको चाहिँ इन्डिङ गर्छु किनभने धेरै लामो भइसक्यो होला यस्तै माया देखाउँदै जानु होला यस्तै साथ सपोर्ट देखाउँदै जानु होला होइन सो भ्लग इन्डिङ गर्नुभन्दा पहिला सबैले गाइस बाई बाई भन्दै त ल बाई बाई